अहिले चाहिँ हामी बहिनीको बिहामा आइरहेको छु गाउँको। प्यार मांगा है तुम्हें से ना इनकार करो। यो त कुनै हाम्रो रियल चाहिँ आइरहेको छ। ए त्यता चाहिँ मण्डपहरू रहेछ नि त है। बडी सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? खै बडा बडा खै यहाँ चाहिँ मण्डप थियो? यहाँ मण्डप थियो? ए बडा म चाहिँ भर्खर आइपुगेकै। यहाँ चाहिँ हाम्रो बडा ज्यू सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? म बुढी भएँ नि त अन्त। को सरी तल हुनुहुन्छ? बुढी भइसक्यो त अन्त। जोइ आउनु भएन अहिले स्कुलमा उयो भइरहेछ कि। हजुर हिँडेर आएको माथिबाट त्यो बाटोसम्म आएर कि त्यहाँबाट
यहाँनिर आएको ल यहाँ चाहिँ मण्डप छ हजुर खाएको छैन अब अब जाने आमाको यो हिरो भएर बसेको रहेछ हेर्नु न विशेष दाजु खतरा खतरा कन्टेन्टहरू आउँछ त हौ अब सर दिदीहरू आउँदैछ जाउँ खाना खानु ल सन्चै ल भाग्यो भने यहाँ बनाएको भिडियो बनाएको जाउँ कसले गाउनु हुँदैछ र नेक्स्ट सङ हाम्रो उडिस्साबाट पाल्नु भएको पाहुना जन्जिता बोल्नु न यो गाउँको बिहामा आएको भनेर भ्लग बनाउनु परेन दाजु ज्यू दाजु भाउजू हजुर ज्यू बडाले के हेऱ्यो बडा त्यो त खाप्रा किप्री भएछ त बुढी भएछ अन्त बडाले नमु नमु भनेको बेहुलीको भाउ है यहाँ चाहिँ जनवरीको जाउँ जाउँ आऊ खै दादा यो चाहिँ हाम्रो गाउँ गोपालधारा है हामी चाहिँ यहाँको बिहामा आएको छु है गाउँको बिहामा म चाहिँ भ्लग बनाउँदै हिँड्दैछु अहिले घरि भाउजू दिदी जिउ सन्चै हुनुहुन्छ भर्खर आएको घरबाट भर्खर आएको उताबाटै भर्खर आएको हजुर ल जुम जुम बिचारा यिनीहरूलाई ढिलो हुन्छ होला फेरि को परेन खै हाम्रो दाजुले त पाहुनाहरूलाई हेर्दै हेर्दैन त हौ हेर्दै हेर्दैन हौ ल ऊ दिदीहरू आउँछ त चिया खाएको छैन अब खाने अब चाहिँ हामी खानापट्टि जान्छौँ खाना खानेले खान्छस् ए ल होइन खाँदैन नि स्कुटी चलाएर जाने हो उकालो ए ल भाग्यमा हेर्नु यहाँ चाहिँ सबैजना कहाँ चिया खानु सिधै यहाँ सिधै खाना खाने जो हो केही हुँदैन हौ आफ्नै गाउँ हो हजुर ए ल ल भाग्यमा नि ल सरी सरी बिस्नु 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 ल भ्लग बनाउँदैछु यहाँ फेरि हो यहाँ चाहिँ बुफे राखेको रहेछ के छ हौ केटीहरू के छ सन्चै छस् खै उयोहरू प्रमोद ए हाम्रो भेनाहरू रहेछ नि त यहाँ चाहिँ हाम्रो रन्जित दा भेना तपाईँलाई त मैले त उकालो जाँदै गरेको पनि देखेको थिएँ त अघि 5 माइलमा बाइक कि स्कुटीमा हो ल प्रमोद देखेको थिएँ नि ए नमन देखेको थिएँ नि देवालाई हामी त बिहाबाट फर्किँदै रहेछ भने भर्खर आउनु भएको भर्खर आएको अब खानु आँटेको कहिले आएको ए हो यतै छ हौ असिमको बढी यता अब फ्यान हो बिग फ्यान भर्खर आएको भर्खर आएर तिमी खाऊ न पहिला तिमीलाई हालिदिनु तिमी पक्र म हालिदिन्छु ल नानी नमिले खै भाउजूलाई जिउ गरेको उता पनि भाउजू नै पर्छ यता पनि भाउजू अरे यो
भन्दैछ अरे के छिटो के हाउ ल यस्तो खिच्दिनु यस्तो ल यस्तो ल कुन चाहिँ गर्मी हो यस्तो यस्तो केदाम भयो नमिले लाँदैछ खाना हजुर कति बेला आउनुभयो है एउटै मात्रै भयो बहिनीकै मात्रै निकाल्नु होइन म बस्छु नि त वाचिपा खाने वाचिपा छ यो चाहिँ अब हामी स्टार्ट गर्नु आँटेको छौँ यहाँ हो यो ऊ चाहिँ घनश्याम यसले त मलाई आज नमस्ते पनि भनेन हौ नमस्ते नाना पनि भनेन हौ अब जय मसी ल अब चाहिँ बेला बेला खाना खानु आँटेको छ अनमाएर मात्रै खाँदैछ नि छेत्रीको त हो खानु हुँदैन तिमीको बिहा सरौले गर्दैछु यहाँ प्रमोदले लेखाइसकेको छ यहाँ चाहिँ लाडुक दाजुले लेख्नु हुँदैछ शिला हो रविदाम यसको नाम चाहिँ रविदा अरे हो गएलो हो र अनमाउनु आँटेको हो क्या हेर्नु पर्थ्यो नि एकताल हजुर सामान मात्रै हालिरहेको ए नहेर्नु हेर्नु पर्थ्यो नि कति बजी अनमाउँछ ए आधी घन्टा बादमा यो चाहिँ बिहाको गाडीहरू कालिम्पोङबाट आएको हो हामी चाहिँ अब बिहा खाएर पनि फर्केको यो चाहिँ बेहुला बेहुलीको गाडी रहेछ के सारेको भाउजू ए गलेर हजुर ए
अघि पनि देखेको होइन मान्छेलाई ए बुहारी त तलै थियो नि खाना बुफेमै थियो बुफेमै छ ल गएमै भाउजू हामी घर जाने बाटोमा हिँड्दैछौँ नवमीको ड्रेसअप हेर्नु नि आउटर बिर्सेर नि मेरो आमाको समाधि आज आउनुपर्छ लुगा चेन्ज गरेर त्यहाँ सुन्तला रोपिदिएको छु हो पहिला रोपिदिएको बढेन हो तर के भएको नि पानी परेर हेर छिर्का भइरहेको रहेछ सफा गर्नुपर्ने रहेछ